हेलो एभ्रीवान, हजुरहरूको दसैँ कस्तो भयो त? मेरो चाहिँ एकदम रमाइलो भयो। एका बिहानै उठेर नुहाइधुवाइ गरेर मैले चाहिँ सेलरोटी पकाएँ, साथै खसीको मासु, अचार, रोस्ट, गेडागुडीको ग्रेभी पनि बनाएँ। दसैँ भनेपछि के कस्तो आफै खुसी लाग्छ नि है। यत्तिकै केही गर्नु नै पर्दैन, आफै खुसी लाग्छ, आफै उमङ्ग छाउँछ हैन। मैले पनि कि आज बिहानै उठेर नुहाइधुवाइ गरेर सबै कुरा रेडी गरेको हो कि, अनि पुरी पनि बनाएको हो कि आज मैले। त्यही पनि कति रमाइलो, आफूलाई एकदम फुर्तिलो फिल गरिरहेको थिएँ कि। आज चाहिँ म, मेरो हस्बेन्ड अनि एउटा अङ्कल हुनुहुन्छ, उहाँले चाहिँ हामीलाई टिका लगाइदिएर आशीर्वाद दिन आउनु भएको हो। उहाँ चाहिँ हामीभन्दा अलिक टाढा बस्नुहुन्छ, तर आज दसैँको दिन भनेर हामीले बोलाएको पनि हो, अनि उहाँ पनि आउनुभएको हो, किनभने उहाँ एक्लै हुनुहुन्थ्यो। यहाँ आएपछि चाहिँ हामीलाई यसो आशीर्वाद दिनु नै हुन्छ भनेर हामीले बोलाएको हो। हामीलाई चाहिँ अङ्कलले टिका लगाइदिँदै हुनुहुन्छ, आज लगाइदिनुहुन्छ अङ्कलले। यो बेलामा चाहिँ मलाई पहिलाको दसैँ याद आइरहेको थियो। पहिला चाहिँ मेरो सासू मम्मीले नितारभरि टिका लगाइदिनु भएको थियो पहिलाको दसैँमा। अहिले चाहिँ मैले ठिक्क लगाइदिनु है अङ्कल, धेरै चाहिँ नलगाइदिनु भनेर भनिरहेको थिएँ। मेरो हस्बेन्डले पनि त्यही भन्नुभएको थियो। खै किन हो त्यस्तो पहिला जस्तो धेरै टिका लगाम जस्तो हुँदैन। पहिला चाहिँ कसको निधारमा धेरै अडिनी भनेर कम्पिटिसनै हुन्थ्यो, तर आजकल चाहिँ त्यस्तो हुँदैन साथीहरू। किन होला है, यो उमेर बढ्दै गएपछि खुसीहरू आफै घट्दो रहेछ है। अनि कि हाम्रो यो पालि कि जमरा यस्तो राम्ररी उम्रिएको थियो नि होइन, पुरै फर्रै उम्रिएको थियो कि। मैले चाहिँ एक रात भिजाएर जमरा छरेको थिएँ। मैले कत्तिकै त्यो टिकटकमा नउम्रिएर कति दुःख पाइरहेको देखेको थिएँ, तर पनि मैले चाहिँ एक रात भए पनि भिजाएर त्यसपछि मलिलो माटोमा छरेको थिएँ र राम्रैसँग उम्रिरहेको थियो। मलाई चाहिँ अब मेरो हस्बेन्डले टिका लगाइदिँदै हुनुहुन्छ, अनि यो टिका लगाइदिइसकेपछि जमरा पनि लगाइदिनु भयो। मैले पनि ढोक गरेँ होइन, गर्नुपर्छ नि त। अनि हाम्रो फोटो चाहिँ यस्तो आयो। हामी चाहिँ भित्र भन्दा पनि जाऊँ न, बाहिर गएर पनि फोटो खिचौँ, भिडियो गराऊँ भनेर बाहिर आयौँ, फोटो खिच्यौँ, भिडियो पनि गरायौँ। यत्तिकैमा भोक लाग्यो, भित्र गयौँ, कम खायौँ त्यत्तिकैमा। अनि त्यसपछि हाम्रो सकियो। उहाँहरू चाहिँ तास खेल्नु भयो, म चाहिँ ट्वा परेर हेरेर बसेँ। बाई बाई साथी।